सबै मित्रहरूलाई मेरो तर्फबाट नमस्कार। म एउटा अति नै चर्चाको विषय र धेरैका प्रश्न हुने गर्दछन् कि आफ्नो बच्चालाई म कसरी सुधार्न सक्छु, मेरो बच्चाको भविष्य म कसरी बनाउन सक्छु, मेरा बच्चामा के कस्ता कमजोरी छ त्यसको पहिचान म कसरी गर्न सक्छु र मेरो बच्चाको भविष्य कसरी राम्रो होस्, एउटा होनहार नागरिक कसरी बनोस् भन्ने यो सबैको गुनासोको विषय हुन्छ। यसको विषयमा म सानो चर्चा गर्न चाहन्छु। हामीले चाहेको खण्डमा हामीले आफ्नो बच्चालाई एउटा इमानदार, कर्तव्यनिष्ठ, एउटा देशको लागि होनहार नागरिक, परिवारको लागि एउटा सक्षम, सबल र राम्रो व्यक्ति तयार गर्न सक्छौं। यसको लागि बच्चासँग जोडिएका विभिन्न किसिमका जुन फ्याक्टरहरू छ त्यो हरेक फ्याक्टरमा हामीलाई त्यतिकै ध्यान दिनुपर्दछ जति राम्रो हामीले बच्चाको भविष्यलाई बनाउन चाहन्छौँ। जस्तै बच्चासँग जोडिएका विभिन्न फ्याक्टरहरूमा आउँछन्, सबभन्दा पहिले आउँछ उसको परिवार, उसले कुन विद्यालयमा पढिरहेका छन् त्यो विद्यालय, त्यहाँको समाज र बच्चा कस्ता मिडियाहरूसँग जोडिएका छन् ती हरेक मिडियाहरूको पनि त्यतिकै ठुलो भूमिका हुन्छन्। त्यस्तै बच्चाका आफन्तहरू, रिलेटिभहरूको पनि त्यतिकै ठुलो महत्त्व रहेका हुन्छन्। यदि हामीले बच्चाको भविष्यलाई राम्रो बनाउनु छ भने यी जति पनि जोडिएका फ्याक्टरहरू छन् यी सबै फ्याक्टरहरू वास्तवमा त्यतिकै राम्रो हुनुपर्दछ अनि मात्र बच्चाको भविष्य राम्रो बन्न सक्दछ। यदि यसमा कुनै फ्याक्टरले त्यति प्रभावकारी तरिकाले बच्चामा प्रभाव पार्न सकेन भने बच्चाको भविष्य त्यति राम्रो बन्न सक्दैन। एउटा अभिभावकले बच्चालाई पढ मात्र भनेर हुँदैन, उसले समय दिन सक्नु पर्दछ। एउटा विद्यालयका शिक्षक अथवा विद्यालयका म्यानेजमेन्टले पनि त्यतिकै त्यसलाई केयरफुली, सावधानीपूर्वक बच्चालाई डिल गर्नुपर्दछ। त्यस्तै बच्चाले कस्ता मिडिया अब्जर्भ गरिरहेका छन्, ऊ कस्ता सङ्गत गरेर बाँचिरहेका छन् अथवा खेलिरहेका छन्, समाज कस्ता छन्, उसका आफन्तहरू कस्ता छन्, रिलेटिभ कस्ता छन्, यी हरेक कुराहरूमा सुधार हुनु त्यतिकै आवश्यक छ बच्चालाई सुध्रिनको लागि। तर हामीले एउटा कुरा यो मनन गर्नुपर्दछ कि हरेक बच्चामा पढेर नै एउटा सफल व्यक्ति बन्न सक्छ भन्ने कुनै 100% ग्यारेन्टी छैन। बच्चाका भित्र कस्ता तरिकाका सिप छन्, कला छन्, ती सिप र कलालाई पनि हामीले अब्जर्भ गर्नुपर्दछ र त्यो अनुसार त्योसँग व्यवहार गर्दा